दाहिने घुम्नुपर्छ हैन। ल यस्तो छ। यस्तो छ। घाम लागेर यार कस्तो गर्मी भयो त है। त्यो सुनकोसीमा निस्किने भेटिने बाटो त यताबाट पो जाने रहेछ नि, यता यो पारिबाट यता आउँदै त। ल हामी चाहिँ आज त यो सिद्धिचरण गाउँपालिका साइडतिर घुम्नु आएको छौँ अनि त्यो के कुन गाउँ हो यो? त्यसमा यहाँ एउटा गुम्बा रहेछ तपाईँहरूको पनि हो? यहाँ चाहिँ यता साथीको घर यता अरे ए त डिलदेखि पारी मेरो घर यतातिर हो भन्दैछ भन्दैछु म चाहिँ। अनि साथीको घर चाहिँ त्यो पारिपट्टि रहेछ देखाउँदैछ। अनि उता काट्नु जाने बाटो पनि त्यो साइडतिर पर्छ अरे यसले। त्यसो भनिराख्ने जपिराख्ने अनि यो आफूले अब एकपल्ट जपेपछि कतिपल्ट सबै जपिन्छ नि त्यसको महत्त्व त्यो ए त्यसो हो खासमा यसो शान्तिको लागि भन्ने। अनि उसले भनिदिइराख्छ। ए ल यो नयाँ कुरा सुन्यो सिक्यो, थाहा थिएन नि त। महत्त्व पनि के भन्ने थाहा थिएन क्या यो विशेष, यो घुमाउनेको विशेष चाहिँ। ल साथीहरू पनि सिक्नुभयो होला। यो चाहिँ त्यसो अरे खास यसको विशेषता चाहिँ राम्रो होस् सुबे खाबे होस् भन्नु अरे। हामीले एकचोटि भन्यो उसले चाहिँ यो कतिचोटि भन्छ उसले त्यसले भनिदिइरहन्छ अरे क्या। उसले चाहिँ यो के भन्छ यस्तो नाम पनि मलाई थाहा भएन कि त्यसले भनिदिइरहन्छ अरे है साथीहरूलाई। यस्तो छ, यस्तो कुरा आयो यहाँ हाम्रो हाकिम साहबले है त। यसरी घुमाइराख्दाखेरि चाहिँ यो कतिचोटि घुम्छ त? यो कतै धेरैचोटि घुम्छ नि त। ल सबैलाई सम्पूर्णलाई राम्रो होस्, सबैलाई चिताको हाकेको ताकेको पुरा होस् है त। ल मैले चाहिँ सबको लागि माग्दिएँ। ल यस चिज यो रहेछ नि त। यता पनि रहेछ है, यता पनि रहेछ, यता पनि रहेछ। घुम्ने ठाउँ हो के हो त शालिकहरू रहेछ। मेरो विचारमा यो पहिलाको अब ठुल्ठुलै धेरै व्यक्तिहरूको हुनसक्छ जाँदै हुनुहुन्छ त शालिकहरू। हामी चाहिँ गयौँ। हामी चाहिँ गुम्बाबाटै फर्किने निर्णय गऱ्यौँ।